अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड भोलि बिहान 6:45 बजे यो गेम हुँदैछ। यो गेम निकै रोमाञ्चक र कडा टक्कर हुनेछ र अब अर्जेन्टिना अस्ति भर्खर अब त्यस्तो भइरहेको छ है। सबजना रेफ्री किन्ने भनिरहेको छ। इजिप्ट विरुद्धसँग खेल्दाखेरि चाहिँ सबले रेफ्रीले गर्दा चाहिँ अर्जेन्टिनाले गेम जितेको भनेको छ। अर्जेन्टिना 79 मिनटसम्म 2 गोलले पछि परेको थियो। 13 मिनटमै अर्जेन्टिनाले 3 गोल गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको र अर्जेन्टिना इजिप्टलाई 3-2ले हराएको र भोलि अर्जेन्टिना भर्सेस स्विजरल्यान्डको गेम छ। म चाहिँ के लाग्छ भने अब भोलि पनि अब यदि अर्जेन्टिनाले गेम जित्यो भने रेफ्री कारणले गर्दा गेम जित्यो भन्छ है। म भोलिको गेममा चाहिँ के होस् भन्दाखेरि चाहिँ मेरो चाहना चाहिँ त्यो होस् क्या है। अब एउटा जो खेलाडी लडाए पनि त्यो भिआर चाहिँ चेक गर्दछ क्या। अस्ति त्यही त भयो। इजिप्ट विरुद्ध फेरि मोहम्मद सालालाई पेनाल्टीमा लडाएको थियो क्या। हुन त खुट्टामा चाहिँ लडेको हो है। तर त्यतिखेर अब रेफ्री पनि त्यस्तै भयो। उसले रेफ्रीले पनि अब भिआरको त ऊ गरेन, ऊ हेर्न सुद्धा गएन होइन। त्यही बेला अब अर्जेन्टिनाले काउन्टर अट्याक गर्दाखेरि गोल गर्यो र त्यो गोल दियो। त्यही भएर नि अब सबैजनाले भनेको छ कि अब हरेक देशको फ्यानहरूले र हरेक देशभर सबैभरमा कि अहिले अर्जेन्टिनाले चाहिँ रेफ्री कारणले गर्दा चाहिँ क्वार्टर फाइनलमा प्रवेश गरेको हो भनिरहेको छ। तर अस्तिको गेममा इजिप्ट विरुद्ध अर्जेन्टिना राम्रो खेल्न सकेको थिएन है। म पनि भन्छु कि म अर्जेन्टिना फ्यान भएर म पनि भन्छु कि अर्जेन्टिना राम्रो खेलेकै सकेको थिएन क्या। जसरी समूह चरणमा अर्जेन्टिना राम्रो खेलेको थियो नि, उसले राउन्ड अफ 32 राउन्ड अफ 16मा राम्रो खेल्न सकेको थिएन कि। अब जब 13 मिनट मात्रै अर्जेन्टिनाले 3 गोल हानेर राम्रो खेलेको थियो। तर लास्टमा भने अब त्यही कारण त्यस्तै भयो र भोलि स्विजरल्यान्ड छ है। स्विजरल्यान्ड पनि एउटा राम्रो टिम हो। स्विजरल्यान्डले पनि कोलम्बिया जस्तो बलियो टिमलाई चाहिँ पेनाल्टी सुटआउटमा पराजित गरेर आएको हो है। स्विजरल्यान्डमा जस्तो अब त्यहाँ छ क्या अब बायर्न लिभरकुजनमा खेल्ने जस्तै शाखादेखि राम्रो प्लेयरहरू छ क्या अब होइन स्विजरल्यान्डमा। मलाई एउटा कुरा के ढुक्क छ भने स्विजरल्यान्ड पनि त्यस्तो खासै काउन्टर अट्याक हान्न सक्दैन भने अहिले अर्जेन्टिना पनि त्यस्तै भइरहेछ क्या। अर्जेन्टिना पनि त्यस्तो लामो काउन्टर अट्याक हान्न सक्दैन। अहिले दुई टोली मिलेको छ र भोलिको गेम चाहिँ हेर्न चाहिँ एकदम मजा आउँछ साथीहरू। सबैजनाले हेर्नु होला, नछुटाउनु होला है। अब सबैजनाले अब अरू ब्राजिल त्यसपछि पोर्चुगल फ्यानहरूले त भन्छ अब अर्जेन्टिना अब रेफ्री किनिहालेछ, अब अर्जेन्टिना अब मेसी त फिफा बोय हो अरे यस्तो त भनिरहेको छ क्या है। आमा त्यस्तो जस्तो भनिरहेको छ क्या। मेसी फिफा बोय अरे क्या। 2022मा पनि फिफाले गर्दा अर्जेन्टिनाले विश्वकप जित्यो अरे। ल भयो त अब के भन्ने क्या। अब त भन्नेले भन्दै गर्छ क्या, भन्नेले भन्ने गर्छ। तर हामीलाई त अब त्यस्तो कमेन्टमा आएर लाइभहरू बस्दाखेरि अब हरेकमा नराम्रो नराम्रो भन्छ होइन। त नराम्रो भए पनि आफूले इग्नोर चाहिँ गर्नुपर्छ क्या है। इग्नोर चाहिँ गर्नुपर्छ। अब हामी भनेको भिडियो बनाउने मान्छे हो होइन। हामीले जे देखेँ हामी त्यही बनाउनु त भिडियो होइन। अब उनीहरूले त भन्छ यताउति जस्तो जस्तो भन्ने पनि भन्नुहोस् क्या। म चाहिँ एउटा अर्जेन्टिना फ्यान भएर चाहिँ म भन्छु क्या। अब अस्ति एउटा भिआरमा चेक गरिदिए भए चाहिँ त्यस्तो रेफ्री किनेको यस्तो भन्ने विवाद चाहिँ पर्थेन क्या। र भोलि चाहिँ मेरो चाहना त्यही छ क्या। अब इजिप्ट अब भोलि अब इजिप्ट जस्तो चाहिँ भोलि गेम चाहिँ नहोस् क्या। अर्जेन्टिना र अब स्विजरल्यान्डको गेम छ। मलाई चाहिँ जस्तो लाग्छ भने अर्जेन्टिना जितोस् क्या भोलि। अर्जेन्टिना जितेर सेमी फाइनलमा नर्वे र इङ्ल्यान्ड जो पर्छ त्यसलाई हराएर चाहिँ फाइनलमा पुगोस् भन्छु क्या। किनकि यदि अस्ति अर्जेन्टिना यदि गेम नजित्ने भएको भए कि होइन अब 79 मिनटसम्म अर्जेन्टिना 2-0 पछि परिसकेको छ। यदि अर्जेन्टिना गेम जित्यो, यो गेमै हार्ने भयो त अस्ति हारिहाल्थ्यो नि क्या। 13 मिनटमा 3 गोल हान्यो भनेको त अब अर्जेन्टिनामा यो विश्वकपमा जे पनि हुनसक्छ कि। अब फाइनल पनि जान सक्छ र भोलि क्वार्टर फाइनलबाट आउट नै हुनसक्छ क्या है। मलाई चाहिँ जहाँसम्म लाग्छ मेरो आफ्नो त्यो गेम हेरे अनुसार चाहिँ 2022 भन्दा 2026 हेरे अनुसार चाहिँ अर्जेन्टिनाको राम्रै छ। अब अर्जेन्टिना क्वार्टर फाइनल र सेमी फाइनल प्रवेश गर्दै फाइनलमा पुग्छ भन्ने मलाई विश्वास छ। अर्जेन्टिना अहिले ओल्ड ऱ्याङ्किङको फर्स्ट नम्बर छ है। र मलाई अब साथीहरूले पनि भनिरहेको छ अर्जेन्टिनाले योपालि विश्वकप जित्छ, पूर्ण विश्वास छ हामीलाई भनिरहेको छ। सबैजना साथ सपोर्ट गरिदिनु होला अर्जेन्टिनालाई है। त्यस्तो नराम्रो नभनिदिनु होला। मलाई विश्वास छ मेरो प्रिडिक्सन चाहिँ भोलि के छ भने अर्जेन्टिनाले स्विजरल्यान्डलाई 2 अथवा 3 गोल चाहिँ हान्छ साथीहरू।